हेलो हेलो सबैजनालाई स्वागत अनि नमस्ते। मेरो जतिजना पनि हुनुहुन्छ युट्युबमा जोइन भइसक्नु भएको सर म्याम दाजु दिदीहरूलाई फेरि पनि नमस्ते। अनि म के भन्न चाहन्छु भने मैले एउटा आज चाहिँ मेरो विशेष छुट्टी रहेको कारणले गर्दा यसो सानो भिडियो क्लिप बनाऊँ न भन्ने सोच विचारले तपाईहरुमा एउटा सानो मेरो भिडियो लिएर उपस्थित भइसकेको छु। त जब भिडियो चाहिँ कस्तो के बारेमा भनेर भन्नुहुन्छ भने चाहिँ एउटा हामीले जीवनभरि बाँचिन्जेलसम्म कसरी जिउने कसरी रहने भन्ने कुरा विषयवस्तुमा एउटा स्वास्थ्य सम्बन्धी रहेको छ। अनि तपाईहरुले एउटा सानो बिजनेस गर्दै हुनुहुन्छ अनि पहिले आजभन्दा मैले नेपाल हुँदा पनि यो धेरै कुराहरू सुनेको हैन, जस्तो अनलाइन बिजनेस भयो, जस्तो हाम्रो ओरेन्ज कम्पनीहरू इत्यादिहरू आएको थियो नि त। त्यसले गर्दाखेरि चाहिँ मैले त्यतिखेर नि ओरेन्ज कम्पनी अरू कम्पनीबाट पनि देखिरहेको हुँदाखेरि चाहिँ कतिजनाले हैन कसैले चाहिँ अब त्यो ओरेन्ज ग्लोबल कम्पनीहरुमा चाहिँ हैन यति पुग्दाखेरि कार पाउने यो प्रश्न अनि त्योहरू मैले हैन सुनेको थियो। तर हाम्रो एउटा डिएक्सन कम्पनीले चाहिँ तपाईलाई हैन तपाईले मात्रै हैन तपाईको 7 पुस्तासम्म पनि चलाउन सक्नुहुनेछ हैन। जस्तो अरू कम्पनीमा चाहिँ तपाई एउटा डायमन्ड थापेपछि तपाई यदि केही कथम तलमाथि हुनुभयो, हराउनु भयो, त्यसलाई रेगुलर गर्नु भएन भने पनि हराउनु भयो भने पनि त्यो तपाईको सक्यो, त्यो तपाईले एउटा डायमन्ड थाप्नु सक्यो, एउटा कार पाउनु सक्यो हैन। तर हाम्रो डिएक्सन कम्पनीले चाहिँ तपाईको 7 पुस्तासम्म तपाईले गर्दै हुनुहुन्छ, तर तपाईको छोरा, तपाईको वाइफ, तपाईको श्रीमान जसले पनि चलाउन पाउनुहुन्छ तपाईको आइडीबाट। एक त नम्बर 1 यो फाइदा छ डिएक्सन कम्पनीको। अनि तपाईको छोरा नाति त्यहाँदेखि उदो भने 7 पुस्ता भनेको कहाँ हो आफै सोच्नुहोस् हैन। अनि त्यसले गर्दाखेरि अनि यो कम्पनीको पहिला चाहिँ कुन देशबाट उत्पादक भएको भने चाहिँ मलेसियन कम्पनी हो यो। अनि फाउन्डरमा चाहिँ हुनुहुन्छ हाम्रो लिम्सियो जोन। उहाँले 1993 डिसेम्बर 11 हो कतिमा मैले एउटा उसमा चाहिँ भेटेको थियो हैन, त्यतिमा स्थापना गर्नुभयो। अन्तदेखि हाम्रो सबै जनता भनौँ त्यहाँको मलेसियाको जनता हाम्रो अहिले त विभिन्न ठाउँमा छ हैन, नेपालमा पनि भइसकेको छ। यसको कम्पनी पोखरामा रहेको छ नेपालमा चाहिँ हैन। अनि त्यसको साथसाथै अहिले कतिलाई थाहा नहुन सक्छ अनि यो हैन यो राम्रो छैन यताउता भन्नुहुन्छ होला, त्यो आफ्नो ठाउँमा छ हैन। जसले पनि आफ्नो काम गरेको आफ्नै राम्रो हुन्छ हैन। कसै जस्तो मैले गर्दैछु मेरै राम्रो हैन, तपाईले गर्दै हुनुहुन्छ तपाईकै राम्रो हुन्छ। तर पनि हैन स्वास्थ्यको लागि भने चाहिँ हाम्रो डिएक्सन कम्पनीको मा एउटा के कफी पिउनु भने यति राम्रो छ हैन। अनि हरेक फाइदा बेनिफिटको लागि सबै कुरामा भएको हुँदाखेरि यदि तपाईहरु पनि गर्न चाहनुहुन्छ भने मसँग जोडिन सक्नुहुन्छ। अनि मेरो आदरणीय सरहरुलाई पनि उहाँहरुसँग पनि तपाईलाई सल्लाह सुझावको लागि मैले कोसिस गर्नेछु, सहयोग गर्नेछु। अनि त्यस्तै हैन मैले आजभन्दा 2021 देखि 21-22 देखि मैले सुरु गरेको। अनि त्यसले गर्दाखेरि प्रायः जस्तो मैले चाहिने हैन हरेक सामानहरु चाहिँ मैले डिएक्सनबाटै लिने गर्छु। तपाईले अनि बिहान उठ्नुहुन्छ त्यसपछि के गर्नुहुन्छ, सबैभन्दा पहिले तपाई सोच्नुहोस् कि तपाई ब्रस गर्नुहुन्छ। तपाईलाई के चाहियो, कोलगेट, टुथपेस्ट हैन। त्यसको साथमा तपाईले लगभग तपाईले बजारबाट कतिमा ल्याउनुहुन्छ त ल, लगभग ग्रामको अनुसार हुन्छ प्राइस त्यसको हैन। हाम्रो चाहिँ डिएक्सनको एउटा मैले टुथपेस्ट मन्जनको कुरा गर्दै थिएँ। हाम्रो डिएक्सनको चाहिँ यो रहेको छ हैन। यहाँ माथि देख्नुहुन्छ तपाईले रातो थियो ग्रानुडरमा यसलाई पनि भन्छ हैन। अनि यसमा तपाईको दाँतमा किरा लाग्नुबाट पनि तपाईलाई बचाउने छ हैन। अनि त्यसको साथसाथै तपाईले यति राम्रो हैन। मैले सुरुमा चलाउँदा चाहिँ हैन अब अरू
यहाँ हामीले मार्केटबाट किनेको र यसमा धेरै नै फरक पाएँ हैन। त्यसपछि धेरैले पनि भनौँ हैन त कस्तो पछाडि ड्युटीमा गर्दै जाँदा साथीहरूले पनि भनौँ कस्तो खालको मनोरञ्जन प्रयोग गर्छस् भनेर पनि भन्यो साथीहरूले हैन। मैले चाहिँ अहिले चाहिँ डेक्सनको चलाउँछु। कस्तो अलि सेतो छ तेरो दाँत यताउता भन्थ्यो नि त, त्यसले गर्दा मैले यो युज गरे पछाडि धेरै मैले हैन फाइदा पाएको छु तपाईँको यसले चाहिँ हैन। यो चाहिँ हाम्रो डेक्सनको चाहिँ कति ग्राम रहन्छ भने यसमा कहाँ लेखेको रहेछ त भन्दाखेरि नेट वेट चाहिँ 150 ग्रामको हुन्छ यहाँ लेखिदिएर छ अहिले। तपाईँहरूकोमा त उल्टो भयो जस्तो छ हैन। उल्टोको कसरी देखाउने भन्दाखेरि मैले त पछाडि देख्नुभयो नि यसको 150 वेट हुन्छ हैन। यस्तो पनि हुन्छ हैन। त्यसले गर्दाखेरि एकदमै फाइदा रहेको कारणले गर्दाखेरि चाहिँ तपाईहरु पनि यदि जोइन हुनुहुन्छ स्वास्थ्य रहनुहुन्छ भने हामीसँग जोडिनु सक्नुहुन्छ ल। अनि तपाईहरुले हैन बजारमा तपाईहरुले जस्तो एउटा 50 रुपैयाँ भनौँ न हैन 50 रुपैयाँको केही सामान किन्नुहुन्छ तर त्यसमा तपाईको 50 रुपैयाँ पैसा त्यो दिनको सक्यो। तर हाम्रो डेक्सन कम्पनीमा यदि तपाईं जोइन हुनुहुन्छ भने तपाईले 50 रुपैयाँको सामान किन्नुभयो भने अनि लगभग यसको अब त्यो पिबी भन्ने तपाईले बुझ्नुहुन्छ त। पिबी भनेको पोइन्ट भ्यालु हुन्छ। त्यो तपाईको जेसुकै सामान किने पनि जोडिँदै जान्छ हैन। एउटा फाइदा त्यहाँ पनि छ तपाईहरुले धेरै बुझ्नुहुन्छ। म त्यो भिडियो अर्को चोटि मेरो छुट्टी यदि मिलेको खण्डमा त्यो मैले मजाले तपाईलाई एउटा सिस्टममा राखेर एउटा के बनाएर तपाईलाई मैले अर्को भिडियोमा ल्याउने छु। अनि दिन प्रतिदिन तपाईले हेर्दै हुनुहुन्छ। तपाईले हेरिसकेपछि कसै साथी तपाईको साथीहरुलाई यो भिडियो शेयर गरेर पनि साथ दिनुहुन्छ भने ठुलो आश गरेको छु। अनि अब अर्कोतिर म तपाईलाई जस्तै मैले एउटा सामान योसँग मैले अर्को पनि लिएको छु हैन। कफी पनि प्रायः छु त जो कोहीले पिउनुहुन्छ अरु नगरे पनि डेक्सनको एउटा कफी पिउनु मात्रै भयो भने तपाईको स्वास्थ्यलाई धेरै फाइदा हुने गर्छ। के फाइदा गर्छ भने चाहिँ अब यहाँ हेर्नुस् यो कफी देख्नुभयो। अब यो कफीको पनि धेरै फाइदा छ। तपाईलाई लगभग अरु कफी खाँदाखेरि भनेको तपाईले निन्द्रा नलाग्ने यताउता लिएर पिउनुहुन्छ। तर यो कफीको बिल्कुलै त्यो होइन। तपाईले यदि खाली तपाई पेटमा पिउनु भयो भने पनि यसले तपाईलाई 2 घण्टा 1 घण्टा मलाई चाहिँ लगभग मैले यो कफी पिएँ भने लगभग मैले मेरो अनुभवको कुरा तपाईलाई गर्दैछु है। तपाईहरुलाई जस्तो तपाईहरुले चियाहरु खानुहुन्छ बिहानै उठेर गाउँघरमा एउटा जहाँ कहीँ पनि त्यस्तो त छ हैन। एउटा सिस्टमै छ त्यो बसेको बानी त्योहरु। त्यसले गर्दाखेरि तपाईले यो कफी पिउनु भने तपाईलाई धेरै फाइदा हुनेछ। किन भन्दाखेरि तपाईले पिउने कालो चिया त्यसमा लाएर कसैले अब त हाम्रो अलि बढी जस्तो गाउँघरमा त दुध चिनी लाएर पिउनुहुन्छ नि त बिहानै उठ्नु बित्तिकै। अनि खाजा अलिअलि खानुहुन्छ त्यो त अब छ गाउँघरको सिस्टम हैन। तर तपाईले त्यहाँनिर दिन प्रतिदिन तपाईको स्वास्थ्यलाई खराब गरिराख्नु भएको छ। किन भन्दाखेरि दुध र चिया मिसाइसकेपछि त्यत्तिकै पनि ग्यास्ट्रिक छ पहिलो नम्बरमा। अझै त्यहाँनिर 1 नम्बरमा अझै फेरि अर्को दुध र चिया खायो भने पनि तपाईलाई ग्यास्ट्रिक हुन्छ भनेपछि त्यसमा अझै चिनी लाएर पिउनु भयो भने त त्यहाँनिर त तपाईको 1 महिनामा कति रोग प्रतिसक्नुहुन्छ हैन। तर यो कफी पिउनु मात्रै भयो भने तपाईको ग्यास्ट्रिक पनि जानेछ। यसको यो चाहिँ ब्ल्याक कफी हो हैन। अर्को व्हाइटमा पनि मिल्छ यसको कफी है डेक्सनमा। अनि पुरै दुध चिया जस्तै हुन्छ
अनि तपाईले यदि ब्ल्याक कफी पिउनुहुन्न भने व्हाइटमा तपाईले जस्तै दुध चिया बनाएर पिए जस्तै पिउनुहुन्छ भने पनि त्यो पनि तपाईलाई मिल्छ है। अनि अब चाहिँ म यो कफी बनाएर तपाईहरुलाई म पिएर देखाउँछु। अनि तपाईहरुले नि पिउनुहुन्छ भने कुरा प्रमाणित बिस्तारैसँगले हुन्छ। अनि मलाई त यो कफी पियो भने बिहान कहिले म बिहान भन्दा नि म प्राय दिउँसो हो मेरो ठ्याक्कै यहाँको दिउँसो 3 बजे ड्युटी पुगेर 1 घण्टा ब्रेक हुन्छ। त्यो टाइममा केही नखाइ मैले यो खाएँ भने पनि 2 घण्टा 3 घण्टा त मलाई फेरि भोकै लाग्दैन यो कफी पिउँदा। त्यति फाइदा छ यसको। अब एकछिनपछि हेर्नुहोस् कस्तो हुन्छ भनेर म अब कफी बनाउनुतिर लाग्दैछु है त साथीहरु। मैले पानी तताएको छु, गरम गरेको छु। अब पानी लिन जान्छु त। ल मैले फाइनली पानी पनि गरम गरिसकेँ। अब यसलाई मैले खोलेर गिलासमा बनाएर पिउनेछु ल साथीहरु। ल हेर्नुहोस् खोलिसकेँ। तर सानो अब कप अनुसार हुन्छ हैन। अनि त्यो सानो कप छ भने 2टा कपमा पनि फिट्छ है मजाले 2टामा। तर मैले अलि स्ट्रङै पिउने आज चाहिँ योजना गरेको छु। अब हेर्न सक्नुहुन्छ है त सिधै मैले गिलास अब मैले कफी एकछिनकै बारेमा ल अब स्वाटसँगले झारिदिने यहाँ हेर्नु ल यस्तो हुन्छ पिठो पुरै झारिदिने हो। यसको फुल बनाएर पिउने हो 1-2 घण्टा मजाले ल कस्तो हुन्छ त। मैले पानी पनि गरम गरिसकेको छु। अब हेर्नुहुन्छ उसको चाहिँ कस्तो छ रहेछ त। ओ त हेर्नुहोस् देख्नुभयो नि कस्तो सफा छ नि। अब स्वाटै पानी लगाइदिने हो यहाँ हेर्नुहोस् ल झर्छ अब पानी छर्दैछ देख्दै हुनुहुन्छ नि पुरा फुल बनाउने। अब फाइनली कफी बनिसक्यो है त साथीहरु। पिउनुहुन्छ स्वाटसँगले पिउने हो देख्नुभयो नि। यही हो कहाँमा हुँदो रहेछ यही छ हैन। ल यही तल सम्पर्क नम्बर पनि रहेछ। स्वाट पिउने हो अब ल देख्नु भइसक्यो नि तपाईहरुले कफी मैले बनाएको हैन। अब स्वाटसँगले पिएर बस्ने हो। गाह्रो छ एक्लो जिन्दगी के गर्ने। तपाईहरु पनि यदि गर्न चाहनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। अनि अब सबैजनालाई म के भन्न चाहन्छु भने हुन त मैले कति कुराहरू मेरो अग्रजहरूसँग गल्ती कमजोरी भएछ भने पनि तपाईहरुले क्षमा दिनुहुन्छ भन्ने ठुलो आश विश्वास गरेको छु। अनि मेरो युट्युब च्यानलमा जतिजना जोडिनु भएको छ पहिले हैन तपाईहरुलाई सधैँ मेरो माया अनि तपाईहरुलाई पनि सधैँ सपोर्ट हुनेछ। अनि मलाई पनि सपोर्ट गर्नुहुन्छ भने ठुलो विश्वास अनि आशा पनि राखेको छु। अनि यो भिडियो तपाईहरुले सबै तपाईहरुको साथीहरुलाई शेयर गरेर पनि साथ दिनुहोस् भन्दै मेरो आजको भिडियोलाई यही अन्त्य गर्दै सबैलाई ह्याभ अ नाइस डे भन्दै बाइ बाइ। अनि